आज हमारे सिक्किम स्ट्रेंथ लिफ्टिंग एसोसिएशन ने तो हमारे स्टूडेंट लोग ने बहुत मेहनत करके नेशनल में मेडल, नेशनल अवार्डी और इंटरनेशनल में हिमालयन रेडिस में भी जो स्ट्रेंथ लिफ्टिंग का जोसेफ शर्मा ने जो विनर हुआ है, उसी के लिए हम लोग यहाँ से आज एक फेलिसिटेशन प्रोग्राम रख रहे हैं। हेलो एलन सर। बेसिकली सिक्किम स्ट्रेंथ लिफ्टिंग एसोसिएशन का आज एक हमारा जो लिफ्टर्स है और जितना भी हमारा अचीवमेंट है उसका एक सेलिब्रेशन डे है। सो बेसिकली वी आर गोइंग टू सेलिब्रेट आवर लिफ्टर्स सक्सेस एंड अचीवमेंट। दैट्स इट। ओके, थैंक यू सर। सर्वप्रथम म एलन तार्गेन, म सिक्किम स्ट्रेंथ लिफ्टिङको भाइस प्रेसिडेन्ट र म हाम्रो सिक्किम स्ट्रेंथ लिफ्टिङको जेनरल सेक्रेटरी चन्द्रकला बहिनीलाई हाम्रो आजको जति पनि स्पेशल गेस्टहरू हुनुहुन्छ हाम्रो अनबल एमएलए एन्ड देन हाम्रो जति पनि गेस्टहरू अगाडि डायसमा केही दिन म रिक्वेस्ट गर्नु पर्यो। हामीले साथको अगाडि हामी आज एउटा गुड न्युज हामी घोषणा गर्न लागिरहेको छौँ। हामीले सिक्किम स्ट्रेंथ लिफ्टिङ एसोसिएसनले नेशनल गेम्स हामीले यसपालि सिक्किममा गर्न लागिरहेको छौँ र हाम्रो एन्ड अफ अक्टोबरमा र यो नेशनल गेम्समा सर कमसेकम क्लोज टु 1000 पार्टिसिपेन्ट मेनल्यान्ड इन्डियाबाट आउने गर्छ र यसमा हाम्रो एउटा सिक्किमको गुडविल, ब्रान्डिङ, टुरिज्ममा पनि कहीँ न कहीँ एडभान्टेज भएर जान्छ र हामीले सबैजनालाई हामीले यो गेम्सलाई राम्रोसँग गरौँ सो द्याट आफ्टर द गेम गुड मेसेज, पोजिटिभिटी हाम्रो जुन चाहिँ सिएम साहबको भिजन अनुसार हामीले जुन चाहिँ टुरिज्मलाई बुस्ट गर्नुपर्ने सो द्याट लोकल इम्प्लोयमेन्ट, अन्टरप्रेन्योरसिप क्रिएट हुन्छ र त्यसको लागि पनि हामीले सिक्किम स्ट्रेंथ लिफ्टिङ एसोसिएसनले राम्रो प्रोग्राम अर्गनाइज गर्न प्लान गरिरहेको छौँ र यसमा हामीलाई अनबल एमएलए जति पनि डाइसमा बस्नु भएको छ, हाम्रो लेजल सर, हाम्रो छिरिङ मङसु भाइ र हाम्रो प्रदीप अहमदजीको हामी पछि पनि कन्टिन्युस तपाईँहरूको सपोर्ट एन्ड ब्लेसिङ्स हामी एक्सपेक्ट गरिरहेको छौँ। यो चाहिँ हाम्रो नेसनल गेम्समा जुन चाहिँ भएको थियो तपाईँको 34th नेसनल गेम स्ट्रेंथ लिफ्टिङ एन्ड आइबिपी च्याम्पियनसिप 2024-25 एट हरियाणामा भएको थियो र हरियाणामा जति पनि मेडलिस्टहरू हुनुहुन्छ सिक्किम स्ट्रेंथ लिफ्टिङ एसोसिएसन कङ्ग्रेचुलेट मिस मधुमोहन माझी। नेक्स्टमा हाम्रो झ्योङ लेन्डु भुटिया फर 1 गोल्ड एन्ड 1 सिल्भर। त्यसको बादमा हाम्रो सङ्गीता तामाङ फर, त्यसको बादमा हाम्रो मनिका बस्तर, त्यसको बादमा हाम्रो मिस्टर पेमादोरजी भुटिया फर गेटिङ 2 गोल्ड मेडल। Mr. Parat Dorji Bhutia for 2 bronze medals. Kamal Rasaili for 1 gold and 1 silver medal. Santosh Gupta for 1 silver medal. Miss Manita Chetri for 1 bronze medal. Mr. Vikram Mazi for getting 1 bronze medal. Next, Hamro Rikila Bhutia for 1 silver, 1 bronze medal. Dhirendra Vishwakarma for getting 1 gold and 1 silver. Shubha for 2 gold medals. Next, Miss Sapna Sunar for 2 gold medals. Kumari Rai for 1 silver medal. हाम्रो 3 जना लिफ्टर्सहरूलाई आसाम स्पोर्ट्स एसोसिएसनले पनि फेलिसिटेट गर्यो। इट इज अ म्याटर अफ ह्युज प्राइड। हाम्रो सिक्किमबाट पनि यसरी हाम्रो उहाँहरूको कन्ट्रिब्युसन, हार्डवर्क, गुडविललाई आसाम स्पोर्ट्स एसोसिएसनले एक्नोलेज गरेर हाम्रो 3 जनालाई हाम्रो उहाँहरूले स्पोर्ट्स अवार्ड दिनुभएको छ। सबभन्दा पहिला हाम्रो मिस्टर किशोर दुम्माली राई, उहाँलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड फ्रम आसाम स्पोर्ट्स एसोसिएसन। एकजना हाम्रो बहिनी मिस मनिषा तिवारीलाई बेस्ट स्पोर्ट्स वुमन अवार्ड। त्यसको
राजपालमा हाम्रो मिस्टर चन्द्र कुमार छेत्रीलाई फर गेटिङ स्पोर्ट्स अवार्ड 34th नेसनल गेम्स जुन चाहिँ हरियाणामा भएको थियो त्यहाँनिर हाम्रो एकजना बहिनी सपना सुनार उहाँलाई च्याम्पियन जुनियर क्याटेगोरीमा पाउनु भएको थियो। हाम्रो दुईजना नेसनल रेफ्रीमा इम्प्यानल हुनुभएको छ। नेसनल रेफ्री हुनुको लागि दे हेभ टु अन्डरगो लट अफ ट्रेनिङ। मिस सीमा प्रधान त्यसरी नै हाम्रो अर्को एकजना भेरी यङ एन्ड डाइनामिक भाइ हाम्रो आगेपेमाको छोरा मिस्टर जिग्मी योङडा भुटिया फर बिङ इम्प्यानल एज अ नेसनल रेफ्री। हामीले सबभन्दा पहिला हाम्रो चन्द्रकला सुब्बा बहिनीलाई अगाडि बोलाउनु पर्यो। फेलिसिटेसन टु मिस चन्द्रकला सुब्बा। Sikkim Strength Lifting Association take this privilege to honor Miss Chandrakala Subba. Jigme Yongda Bhutia has achieved bronze medal and silver medal at National Strength Lifting and IBP Championships. He has secured gold medal at All Tripura Bodybuilding 70 kg Championship in 2019. Mr. Jigme Yongda Bhutia is impaneled as a national referee for Indian Strength Lifting Federation. Mr. Jigme Yongda Bhutia is a very disciplined and dedicated lifter, so Sikkim Strength Lifting Association wishes him the best of success in his future endeavor. Felicitation to Joseph Sharma. Sikkim Strength Lifting Association take this privilege to honor Mr. Joseph Sharma. Mr. Joseph Sharma has achieved gold, silver and bronze medal at National Strength Lifting and IBP Championships. Mr. Joseph Sharma has made Sikkim proud by winning Himalaya Roadies. Theme of the Roadies was Welcome to the Jungle. यसरी नै हामीले हाम्रो मिस पेमा छोडेन भुटिया बहिनीलाई अगाडि बोलाउनु पर्यो। Sikkim Strength Lifting Association take this privilege to honor Miss Pema Choden Bhutia is Miss Sikkim 2019, Sunsilk Mega Miss Northeast 2021-22. Miss Pema Choden Bhutia is Miss India International Runners-Up 2023. Miss Pema Choden was conferred Fitness Award by Assam Sports Association 2024. Miss Pema Choden Bhutia is a budding YouTuber and very disciplined and dedicated model in fashion industry from Sikkim. So Sikkim Strength Lifting Association wishes the best of success in her future endeavor. Sikkim Strength Lifting Association take this privilege to honor Miss Riyong Nangma Rai in Open Invitational Taekwondo Championship 2025 at Namchi. One gold medal at 24th Kyotogi and 14th Pomse State Taekwondo Championship at Sikkim. Thank Mr. Subhash Guru of Muscle and Fitness Gym. र मैले जानेको र बुझेको कुरा तपाईहरुसँग आज साझा गर्न मन पर्यो। स्ट्रेन्थ लिफ्टिङ मात्रै नै होइन, विभिन्न क्षेत्रमा फुटबलदेखि लिएर भलिबलदेखि लिएर पावर लिफ्टिङदेखि लिएर यो सरकार आएकोदेखि मलाई लाग्छ धेरै लाइमलाइटमा आयो जस्तो लाग्छ, धेरै प्रोत्साहन भयो जस्तो मलाई लाग्छ। र इन्डिभिजुअल क्यापेसिटीमा जसले जिम खोल्नु चाहँदैछ, सीएम डिस्क्रिसनरी फन्डबाट तपाईहरुले कतिवटा सहयोग पाउनु भएको छ। यहाँ एउटा स्ट्रेन्थ लिफ्टिङको कुराले गरेर तपाईहरु यहाँ भेला हुनु भएको छ र यसमा जातपात छैन। स्ट्रेन्थ लिफ्टिङ पनि म हेर्छु भोलिको दिन तपाईहरुलाई एकदमै यो भयंकर ठुलो करियर भएर जान्छ। अब यसमा
स्पोर्ट्स मात्रै होइन, यसमा तपाईँहरू इन्डिभिजुअल क्यापासिटीमा, एसोसिएसनको क्यापासिटीमा ठुलो ठुलो भएर होइन केरियर के डेभलप हुन्छ केही यसको अन्दाजा गर्नै सकिँदैन। आफ्नो है इन्डिभिजुअल लेभलमा कन्फिडेन्सको साथ धेरै धेरै है एउटा नाम राम्रो नाम सिक्किम स्टेटको लागि कमाउनु भएको छ। अरू ब्लगरहरू धेरैजना भाइ बहिनी नाम कमाएर सबसे भन्दा ठुलो कुरो मलाई के लाग्छ भने तपाईँहरूको डिसिप्लिन र डेडिकेसन लिएर तपाईँहरू यहाँ हुनुहुन्छ। जुनै टिममा पनि डिसिप्लिन र डेडिकेसन भन्ने चाहिन्छ र मलाई अचम्म लाग्दैन कि यो स्ट्रेन्थ लिफ्टिङको एउटा समूहबाट एउटा ग्रुपबाट तपाईँहरू राम्रो राम्रो केहरू हुन सक्नुहुन्छ। यो मलाई के अचम्म लाग्दैन। किन अचम्म लाग्दैन भने तपाईँहरूको यो जुन चाहिँ डिसिप्लिन र डेडिकेसन यो फिल्ड जुन छ त्यो आफैले तपाईँलाई कन्फिडेन्स दिएर तपाईँलाई सबैलाई आज यो सानो प्रोग्राममा मैले दुई कुरा राख्नु भयो। म उद्घोषकज्यू हाम्रो तार्किन दाजुलाई धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु र सबै समूहलाई बधाई दिँदै मेरो कुरालाई नै विराम गर्न चाहन्छु। एसोसिएसन कोच प्लेयर्सहरूको तर्फबाट हाम्रो एमएलए साहबलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बहुमूल्य समय लिएर सर आइदिनु भयो, यसको लागि हामी एकदम थ्याङ्क यू दिन चाहन्छौँ। त्यसरी नै हाम्रो लेजम सर उहाँ पनि आफ्नो समय लिएर अस्ति स्टेट च्याम्पियनमा पाकिममा पनि उहाँ एकदम समय लिएर आइदिनु भयो, उहाँलाई पनि एकदम थ्याङ्क यू दिन चाहन्छु। त्यसरी नै हाम्रो पाकिम सेन्ट्रल ब्याङ्कका म्यानेजर सरलाई पनि एकदम थ्याङ्क यू दिन चाहन्छु। र त्यसरी नै हाम्रो सोसियल वर्कर हाम्रो भाइ छङ भाइलाई पनि एकदम थ्याङ्क यू दिन चाहन्छु है। म चन्द्रकला प्रधान, सिक्किम स्ट्रेन्थ लिफ्टिङ एसोसिएसनको जेनरल सेक्रेटरी। आज चाहिँ हामीले एउटा प्रोग्राम राखेको थियौँ जहाँ चाहिँ हामीले हाम्रो जति स्ट्रेन्थ लिफ्टर्सहरू जो नेसनल इन्टरनेसनल गरेर आउनुभएकोहरूलाई फेलिसिटेट गर्नु पायौँ। यो चाहिँ हाम्रो युजुअल एभ्री इयरै हुन्छ, तर दिस टाइम हामीले चाहिँ अलिकति ठुलो गर्नु पायौँ। किन भन्दाखेरि चाहिँ अब हाम्रोबाट निक्लेको हाम्रो स्ट्रेन्थ लिफ्टिङबाट निक्लेको जस्तै युसुफ शर्मा उहाँ चाहिँ जस्तै हिमालयन रोडिज नेपालमा इन्टरनेसनल गइकन उहाँ एकदम फर्स्ट पोजिसन लिएर आउनुभएको थियो है। उहाँलाई हाम्रैबाट निक्लेको स्ट्रेन्थ लिफ्टिङबाटै उहाँ स्टार्ट गर्नुभएको। उहाँले चाहिँ हाम्रो सिक्किमलाई मात्र होइन हाम्रो इन्डियालाई पनि रिप्रेजेन्ट गरेर आउनुभएको थियो है। उहाँ जस्तो अन्त हाम्रो स्ट्रेन्थ लिफ्टिङको मात्रै होइन, हामीले जस्तो पाराले एउटा नानी छ रिवाङ राई, उसले चाहिँ ताइक्वान्डो गर्नुहुन्छ। उहाँको राकाको रेसिडेन्स हो, तर उहाँले चाहिँ स्टेट लेभल गर्नुहुँदै थियो। त्यहाँपछिबाट उहाँ इन्टरनेसनल पनि गएको रहेछ है। सानो नानी छ, उसलाई पनि हामीले फेसिलिटेट गऱ्यौँ। एन्ड देन देयर इज पेमा छोडेन, सी इज मिस सिक्किम 2019 आई गेस। उहाँलाई पनि हामीले बोलाएर एउटा स्टेटमा त होइन, उहाँ त आई बिलिभ सी इज गन फर इन्टरनेसनल अल्सो, टप मोडल हुनुहुँदो रहेछ। उहाँलाई पनि हामीले यस्तो गरिरहेछौँ। यो चाहिँ हामीले किन गरेको भन्दा चाहिँ नि हाम्रो मात्र होइन सबैको लागि नै हामीले चाहिँ एउटा एनिथिङ गरेकोमा चाहिँ हामीले एचिभमेन्ट छ भने चाहिँ वी वान्ट टु रेकग्नाइज देम। यो चाहिँ एउटा हुनैपर्छ भन्ने हो। अन्त मिस्टर भेन्चुङपाल सोनम सिरिङ भेन्चुङपाल सरलाई एमएलए उहाँ हुनुहुन्छ, उहाँ आइदिनु भयो। वी आर सो थ्याङ्कफुल है। उहाँले पनि आफ्नो गाउँघरमै भइरहेछ प्रोग्राम, उहाँलाई हामीले बोलायौँ। So this is it. Actually, it is a fun party type of a thing where everyone come together and enjoy. Thank you so much, ma'am.